पछि भेट्ने ए हुन्छ मेरो लुगामा सबै फोहोर छ कुरो लगाएर जान्छु ए हुन्छ म म्यानेज गरिहाल्छु नि ए हुन्छ बेबी लुगाहरू सबै फोहोर छ के गरौँ जान्छु दिदीसँग ए प्रतिभा खोल न फेरि कपडा माग्दै होला म त भन्छु कि सबैको लुगा धोइसके सबै लुगा फोहोर थिए म त दिन्न के भयो ए प्रतिभा अब फेरि के भयो तपाईलाई के छ हालखबर म त हालखबर सोध्न आएको धोइसके तपाई लुगा माग्न आएको होला हैन म त दिन्न हैन के मेरो सबै लुगा फोहोर दियो कि मैले सबै लुगा फोहोर दियो अनि मैले धोइदिए सबै लुगा छैन मसँग लुगा एउटा छ म लगाएर सुतेछु हैन कि मलाई एउटा लुगा देऊ न छैन मसँग हैन के अरु पल्ट गएको छु मेरो लुगा लगाएर तँ साह्रो नाटक गरे कि एक दिनको लागि देऊ न बहिनी तिमीलाई पनि दिन्छु ल म भोलि किन्छु लुगा अनि तिमीलाई पनि दिन्छु ल हुँदैन मसँग छैन सबै लुगा कहाँबाट दिने कति नाटक गरे कि त जा न त अरूसँग माग छैन मसँग ए अस्मिता खोल न यार प्लिज खोल न के केटी त खोल्दै खोल्दैन म के गरौँ जान्छु प्रतिभा मिस्टी पनि दिएन प्रतिभा पनि दिएन म के गरौँ जान्छु प्रतिभासँग माग्न बनाउँछु अनि माग्छु ल ए प्रतिभा खुलेकै छ फेरि के भयो तपाईलाई ए प्रतिभा खोल न छिटो सुन न अब फेरि के भयो तिमी त मेरो प्यारी बहिनी छौ धेरै कपडा छ कि म हेरेछु तिमीलाई प्लिज दिहाउन छैन मसँग देऊ न गरे होला यो कति राम्रो यो मैले राखेछु के यो मलाई दिनु बर्थडेमा यो साथीको बर्थडे हुन वाला छ म पनि भोलि छैन यो पनि रेड भइहाल्छ म लिएर जान्छु ल नलियो न अनि सुन मेकअप छ भने देऊ न मेकअप पनि चाहियो मेरो मेकअप धेरै छ कि अनि दराजमा छ खोलिरहेको छैन कि लक लगाइदिएछु अनि चाबी लिएर मेरो भाइ लगाउनु पर्छ नि मेरो भाइले लगाएछ कि चाबी मेरो त्यो म तालचा लगाएर राख्छु नि होइन मसँग छ कि म हेरेँ छैन ऊ त्यहाँ वाइटन पाउडर होला वाइटन पाउडर होला आफैले किनेर लगाउनु पर्दैन अर्को प्रोडक्ट युज गर्न दिँदैन के ठकिरहेको छु के तिमीलाई भोलि किनिदिन्छु के भनिदिन्छ म तिमीलाई नयाँ लुगा किनिदिन्छु आफूले किने त्यो छैन मलाई पैसा छैन आफूले लगाउन भ्याउँदिन एउटा छ वाइट पाउडर मसँग मात्र वाउ कति राम्रो म त अब छैन के हो त्यो छैन यो पनि छ यो के छ यो छैन यो पनि छ para total ba to to म त आज लगाएर चिटिक्क परेर कोरो भइहाल्छ अब जा अनि यो के छ सबै ल ल म गए ल अनि त्यति निड छ भने आफूले किनेर लगाउन सक्दिनौ ह तिमी छदिनको लागि फ्रीमा किन कपडा किन्नु पर्यो किन पैसा वेस्ट गर्नु ल म गए बाइ हेलो अनि फेरि जाँदै हुनुहुन्छ भेट्नलाई म त मेरै लुगा लगाएर जाँदैछ त्यो राम्रो ठाउँमा लगाउनु होला हुन्छ अनि एउटा लुगा पनि किनेर दिनुहुन्न तपाईँ हुन्छ मेरो लुगामा फोहोर नलागोस् राम्रो ठाउँमा लगाउनु है अनि एउटा दुईटा लुगा किनिहाल्नु अनि उसलाई दिइहाल्नु ल आज मेरो साथीको बर्थडे छ कुन लुगा लगाएर जाने मसँग लुगा के गर्ने निकीले भन्दैछु किन्छु भनेर अब उहीसँग माग्नु पर्छ सधैँ लग्छ त्यो केटी अनि मलाई दिन्न म जाँदैछु ए निकी के भयो ढोका कुनै के छ आइज ए कुलैकै रहेछ ए दिदी आयो के छ अनि आज त धेरै अनि त राम्रै छु त तिमी जस्तो काली अनि के छ हालखबर आज कसरी याद आयो एकदमै ठिक छ हेर्न मसँग लुगै छैन सबै लुगा धोइदिए
अब के लगाएर जाने सोध्दै थिएँ अनि मैले भने तपाईँले त भन्दै थियो त्यो दिन कि लुगाहरू किन्छु भनेर अनि म माग्न आइहालेँ देऊ न मलाई एउटा लुगा लुगा पनि किन्ने कुरा छ र लगाउँछु के किन पैसा वेस्ट गर्ने होइन हेर्न न पछि लुगा छ मसँग अरे धेरै लुगा छ। लुगा छ लुगा छ कति राम्रो लुगा किनेको र किनेको होइन के म तिमीले भनेन दिमाग छैन तिमीलाई किन्नु पर्छ र लुगा कहाँबाट लाग्यो त यो निशाको छ अनि यो उता सृष्टिको छ अनि यो अस्मिताको छ कि अनि सबै लुगा मागेर ल्याएको छ पैसा वेस्ट गर्दिन तिमी जस्तो अनि म त लगाउँदिन तिमी जस्तो छैन म बरु यही लगाएर जान्छु तर त्यो मागेको लुगा लगाउँदिन राख त त्यस्तो केटी छ के निकी सधैँ मागेर लुगा लगाउँछ कहिले पनि आफूले किनेर लगाउँछ कस्तो न कस्तो केटी छ म त यही लगाएर जान्छु तर मागेर लगाउँदिन म किन वेस्ट गर्ने होइन लुगामा पैसा बरु मागेर लगाउँदा सबैजनाको लगाउन पाउँछ होइन त्यो प्रतिभा जस्तो छैन म किनेर लगाउनु त्यसमा बढी पैसा छ हेलो गाइस इट्स मी निकी इट्स मी प्रतिभा तपाईहरुलाई कस्तो लाग्यो हाम्रो ब्लग तपाईहरु कमेन्ट गर्नु ल अनि कसले आफ्नो साथीहरुसँग मागेर लुगा लगाउनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु तपाईहरु कस्तो ब्लग हेर्न चाहनुहुन्छ हामीलाई कमेन्ट गर्नु होला हामीहरु त्यही अनुसारले ब्लग बनाउँछौ ल अनि कस्तो लाग्यो हाम्रो ब्लग सबैजनाले लाइक सब्स्क्राइब गरिदिनु होला ल बाइ बाइ